तपाईँहरूले अलिकता मिल्छ भने छुट्टी मिलाएर अलिकता धेरै सहभागिता भइदिनु भएन राम्रो हुने थियो भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। जय मगर। हाम्रो पोपडी आइसी आज चाहिँ आउनु सक्नु भएको छैन, तर त्यो चाहिँ म रिपोर्ट चाहिँ उसले रिपोर्टमा हालिदिन्छु है। हाम्रो पोपडी चाहिँ कहाँ कसरी बसेको छ बस्यो के बसेको भन्ने म चाहिँ त्यो रिपोर्टमा हालिदिन्छु है। त्यसको लागि चाहिँ केही सबैले उठाउनुहोस् है पुरा। बसले चाहिँ हामी म अनि के अरे चेयरम्यानज्यू भाइस चेयरम्यानसँग छ, सबै हाम्रोसँग छ भनौँ होइन, कहिले हराएको छैन। त्यसले गर्दा चाहिँ मैले रिपोर्टमा हालिदिन्छु है। अब नेक्स्ट हाम्रो कल्चर सेक्रेटरीज्यू हजुरको केही सर। हाम्रो देउसी भैलो 18 अक्टोबर 2025 भएको थियो र त्यसमा चाहिँ हामीले 7वटा मात्रै प्रोग्राम प्रस्तुत गर्न सफल भएको थियो र भने त्यसमा चाहिँ हामीले मेन चाहिँ नचरी कौडा र हुर्रा डान्सलाई फोकस गरेर अन्य डान्सहरू पनि प्रस्तुत गरेको थियो। चाहिँ फुल भिडियो हामीले चाहिँ क्याप्चर गर्न सकेका थिएनौँ, विच इज अब हामीले एकजना मान्छेले चाहिँ राखेर गरेको भए चाहिँ राम्रो हुने थियो। तर हामी सबै झाँकी बनेर सबै स्टेजमा गयौँ, तर लिने कोही पनि भएन। अनि अरूहरूले हाम्रो लिएकै। अनि यसमा चाहिँ जहिले पनि मलाई एउटा एज अ मेरो पछाडि बसेर सपोर्ट दिनुहुने हाम्रो फर्मर कल्चर सेक्रेटरी देयर रेस्पेक्टेड हाम्रो लोक थापाज्यू जहिले पनि मलाई साथ दिनुहुन्छ। परिचय सम्मान तथा विदाई कार्यक्रम सञ्चालन गरिएको थियो। मिति 10 मे 2025 न्यू कलेजको ग्राउन्डमा जिएनएसद्वारा आयोजित स्विन्डन भलिबल प्रतियोगितामा हाम्रो समितिको तर्फबाट चटपटी स्थल सञ्चालन गरिएको थियो र सहकोषाध्यक्ष श्रीमती कविता भट्टी मगरज्यूको संयोजकतामा तथा स्विन्डन शाखाको छैटौँ वार्षिक बैठकमा यस सभाका सभापति अशोक बुढाथोकीज्यू लगायत सम्पूर्ण पदाधिकारी सल्लाहकारज्यूहरू सदस्यज्यूहरूमा म फुलहार दलालेको ज्यूहरूले नमस्कार। मेरो प्रतिवेदन छैटौँ कार्यक्रमको यस प्रकार घर किन्ने, तर समाजको घर किन्दा रेसिडेन्सियल एरियामा अथवा रेसिडेन्सियल घर किनेर रेसिडेन्सियल घरलाई चलाउने भन्ने कुरा आउँदाखेरि त्यस्तो मैले पनि मेरो अब्जेक्सन राखेँ। त्यसरी हुँदैन त्यो होइन, यहाँको कानुनले पनि त्यो दिँदैन। अनि त्यो कानुनले हामीले दिएन भने हामीले पछि चलाउनु बाधा भयो भने त्यसको कुनै अर्थ हुँदैन। त्यसलाई नचलाउने र भाडामा दिँदा र मान्छे राख्ने त्यो अर्कै कुरा हो। तर कमिटीले हल्ला गर्ने होइन, पार्टी गर्ने अथवा मिटिङ गर्ने त्यो चाहिँ हुन सक्छ। राजेन्द्र पुन मगर उहाँ फ्यामिली, सन्तोष थापा अनि मधु थापा उहाँको फ्यामिली, नरविक्रम राणा अनि उहाँको फ्यामिली, बेसबहादुर मगर अनि उहाँको फ्यामिली, विकास थापा अनि मुना घरती मगर उहाँको फ्यामिली, राजेश थापा अनि पूजा राणा उहाँको फ्यामिली हुनुहुन्छ, माधव कुमार थापा अनि उहाँको फ्यामिली र मेघबहादुर थापा उहाँको फ्यामिली। 8 जना मेम्बर आउनुभएको छ यसपालि, लाइफ मेम्बर हुनुभएको छ। उहाँहरूलाई जोरदार तालीको साथमा स्वागत गर्दै दुई शब्द राखिदिनु म अनुरोध गर्छु। थ्याङ्क यू। मगरसँग स्विन्डन शाखाका सल्लाहकारहरू, सचेतज्यू, कोषाध्यक्षज्यू, सहकोषाध्यक्षज्यू अनि हाम्रो सेन्टरसँग आबद्ध हुनुभएका बिजनेस हाम्रो उपाध्यक्ष अमितामा अहिले चाहिँ सल्लाहकार हुनुहुन्छ नि सल्लाहकार। अनि हाम्रो महिला कमिटीका अध्यक्ष सरस्वती थापाज्यू अनि उहाँका एउटा सब टिम कमिटी मेम्बरज्यूहरू र हाम्रो के अरे कल्चर सेक्रेटरी देवना थापाज्यू अनि हाम्रो कोर्ट आइसी विवेक थापाज्यू है। अनि उता आउनु बसाएर चाहिँ हाम्रो सर्वकान्ता सचिव हाम्रो जिनेश थापाज्यू र हाम्रो आजको यस छैटौँ कार्यकालको पहिलो वार्षिक कार्यक्रममा यो
सफल पार्नको लागि पार्नुभएका दाजुभाइ दिदीबहिनी होइन सम्पूर्ण हामी वरिष्ठ व्यक्तित्वहरूलाई मेरो जोडे जदो शिवेपा अनि नमस्कार है। अनि हामी आज हिजो कस्तो थियौँ र अहिले हामी कस्तो छौँ भन्दाखेरि मलाई एकदम गर्व लाग्छ, किन भन्दाखेरि हामी सुरुमा कसरी भयो समाज होइन यसको मेन उद्देश्य चाहिँ हाम्रो के भन्दाखेरि हामी मगरप्रति मगरको भाषा संस्कार संस्कृति धर्म होइन मगरमा दुःख सुखका कुरालाई आदान प्रदान गर्नुको लागि त्यो समाज जम्मा गरियो होइन। गर्दाखेरि हामी हिजो 2-4जना 5-6जना जम्मा भएर यसो बाटोमा भेट हुँदा घरको त्यो केटाकेटी स्कुल लाँदा आउँदा भेट हुँदा जम्मा भएर हामी सुरुवात चाहिँ हाम्रो धन्दाको घरबाटै सुरुवात गरेको होइन। अरू संसारभरि यो के अरे छरिएर बसेका मगरहरू चाहिँ यो मगर सङ्घले एउटा साङ्गठित बनाएको छ कि होइन, यो एकदम गर्वको कुरा हो। नभए हामी छपष्ट हामी मगरसँग चाहिँ कुनै अरू संस्थासँग प्रतिस्पर्धाहरूलाई चाहिँ च्यालेन्ज गर्न जन्मेको होइन। हामीले आफ्नो भाषा धर्म संस्कार संस्कृतिलाई जोगाउनुपर्छ, यसलाई चाहिँ प्रवर्धन गर्नुपर्छ अनि हाम्रा नयाँ पिँढीहरूलाई पनि हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो यो समाज खोलियो सबैको साथ सफल रहेन छ। यो चाहिँ हाम्रो आजीवन नै रहला। यो आजको कार्यक्रम चाहिँ समापन भएको घोषणा गर्दैछु। खाना छ र मेरो रिपोर्टमा चाहिँ सरले भन्छ सबले भन्दैछु यही एउटा सब्लिमेन्ट पनि हुनेछ है त, त्यसको लागि खाना छ, भेज खानु छ। तपाईँलाई एउटा दबाई दिनु